जय मसीह तपाईहरु सबैजनालाई है फेरि पनि मैले एउटा है हेर्दै वचन पाएँ नानी र आमा बाउको सम्बन्ध है र परमेश्वर पिता र मानिसहरूको सम्बन्ध कस्तो रहेछ भन्ने कुरा चाहिँ मैले प्रभुको जीवित वचनबाट पाएँ है। जब पनि हामी एउटा आमा बाउ भइसकेपछि है फर्स्ट अफ अल है नानी पेटमा हुँदाखेरि आमा बाउकै होप हुन्छ कि अब हाम्रो सन्तान भयो है। अब हामी जब पनि नानी भइसकेपछि नानीलाई हुर्काउने बढाउने पढाउने ठुलो मान्छे बनाउने है त्यहाँदेखि बादमा फेरि हामीलाई जब पनि अगाडि हामीले नानीलाई हुर्काउँदै गर्दा त नानीलाई बाँकी दिएको जस्तो भइरहेको छ नि त होइन, किनकि बादमा गएर नानीले हामीलाई हेर्छ भने त्यो त बाँकी लगाएको जस्तै हो। अनि बादमा गएर नानीले हामीलाई हेर्छ भने त्यो हामीले होप राखेको हुन्छ, आश राखेको हुन्छ। तर बाँकी ठुलो भएर नानीले हामीलाई हेरेन भने हाम्रो मन कति धेरै दुख्छ, कति पीडा हुन्छ, कति दुःख गरेर नानीलाई हुर्काएको हुन्छ है। कति कष्ट पिर खाएर आफू खाइ नखाइ भए पनि नानीलाई पढाउनु हुर्काउनुमा दिन गइरहेको हुन्छ भनिसके त्यस्तै नै प्रभु पिताले चाहनुहुन्छ। हामीलाई रच्नको लागि प्रभुले कति धेरै कष्ट गर्नुभयो, कति धेरै बलिदान गर्नुभयो है। त्यो कुरा तपाईँ अनि हामीले बुझ्नुपर्छ, किनकि हामीले नानीहरूलाई बाँकी राखेको छन् त्यसरी नै प्रभुले हामीलाई बाँकी दिन भएको छ। त्यो बाँकी दिनको लागि केवल पश्चातापको जरुरी छ है। किनकि हामीले प्रभुलाई विश्वास गरेर पश्चाताप गर्यो भने, प्रभुलाई विश्वास गर्यो भने हरेक कुराको उद्धार पाउने छ भनेर चाहिँ यो वचनले भन्नुहुँदैछ है।